किपी ओलीको सालो मेन अझै समस्या टोयलेट बस्दा टोयलेट लाग्दा नि टोयलेट नजाम्की जस्तो हुन्छ क्या हुन्छ क्या ट्याप ट्याप हेलो हेलो गाइज वेलकम ब्याक श्रेष्ठ भ्लग के छ सबैजना सन्चै हुन्छ होला म पनि सन्चै छु के गर्दै हुन्छ सबैजनाले खाजा खाइसक्नु भयो होला म पनि खाजा खाइसकेँ अनि के छ नयाँ नौलो सबैजनाको है गर्मी लागिसक्यो आमामा गर्मी के साह्रो गर्मीहरू होइन कतिजना चढ्नु भयो जम्मा सुप्रिया दिदी भन्न त धेरै थियो तर केही भनिनँ मैले मान्छे राम्रो हो कि कपडा राम्रो हो कि ल ल ठिक छ छैन किन यस्तो भनिदिन्छ जे होस् के बोल्न लाग्ने होइन यहाँ दिदीहरू आएर ठ्याक्क अब म ढुकिहालेँ क्या त्यो सिक्ने क्रममा फेरि केही पनि नजानिने होइन अनि के छ सबैजनाले खाजा खाइसक्नु भयो होला अनि म पनि खाजासाजा खाएर होइन यतिको बसिरहेको छु गर्मी यहाँ गर्मी हाई गर्मी यति गर्मी छ नि यहाँ यति गर्मी छ है गर्मीले बसिसक्नु छैन खाइसक्नु छैन होइन गर्मीले खाना पनि रुच्दैन होइन राति सुत्यो भने बिस्तारा भिज्छ यता पनि भिज्छ उता पनि भिज्छ है घोप्तो सुत्यो घोप्तो भिज्छ उता सुत्यो उता नै भिज्छ होइन दिन काटे रात काट्न गाह्रो रात काटे दिन काट्न गाह्रो आमामा यहाँ धेरै गाह्रो भइसक्यो होइन पाहाडतिर त जे हो शीतल होला साँझ बिहान शीतल होला दिउँसो जाडो भयो भने साँझ बिहान चाहिँ शीतल आनन्द होला सबैको खेत रोप्ने बेला भइसक्यो होला होइन यतातिर तयतिर त धम्माधम खेत रोपाइ भइरहेको पाहाडतिर चाहिँ भएन सायद जस्तो लाग्छ मलाई होइन के साह्रो गर्मी कालो भइसक्यो हातहरू डढेर होइन है त्यहाँदेखि अनुहार पनि डढिसक्यो कालो न कालो भयो होइन यस्तै छ अनि के लामो समय भयो होइन भ्लग पनि हाल्न पाइरहेको थिएन यस्तै छ नि त अब ड्युटी होइन ड्युटी पनि गर्नै पऱ्यो अनि कहिले ड्युटी भने कहिले के भन्यो होइन यताउता गरेर अब खासै यताउता हिँडिन्न होइन सो नहिँडेपछि चाहिँ भ्लग पनि आउँदैन नि त होइन यसै बनाउन फेरि खासै मन लाग्दैन मलाई चाहिँ खासमा अब बाइकमा हिँड्दा जिउ म भ्लग गराउने होइन सो नयाँ बाइक निकालेदेखि मेरो भ्लग एउटा नि आएन होइन तपाईँहरूलाई पनि थाहा छ होइन सो गुनासो गर्नुभयो होला मेरो सब्सक्राइबरहरूले होइन ठिक छ त्यस्तै छ आमा गर्मी लास्ट गर्मी छ होइन गर्मीले अब बुढी चाहिँ बिरामी भइसक्यो होइन बुढीलाई चाहिँ टाइफाइड भइसक्यो अनि झन्डै आज एक हप्ता 6 दिन एक हप्ता भयो सो गर्मीले चाहिँ अब लास्टै गराइसक्यो बिरामी भएर अब टाइफाइड भएर सुतिरहेको थियो होइन अनि आज चाहिँ हल्का उठेर यताउता बोल्न हल्का थोरै खान सक्ने टाइम भएको छ होइन त्यो पनि एकदम खुसीको कुरा हो होइन छिटै सन्चो होस् होइन बुढीलाई बिरामी भएर लास्टै गाह्रो भइसक्यो मलाई होइन आफै खाना बना आफै खुवा आफै भाँडा माझ आफै यो गर आफै त्यो गर होइन सो लास्टै गाह्रो भइसक्यो सो म त बरु होइन आफू बिरामी हुन् होइन 1 महिना 2 महिना 3 महिना होइन बिरामी हुन् तर बुढी चाहिँ बिरामी नहोस् भन्ने जस्तो मलाई फिल भइसक्यो होइन लास्टै गाह्रो हुँदो रहेछ बुढी बिरामी भएपछि होइन सब आफै गर्नुपर्ने होइन खाना पनि नखाइदिने त्यही माथि होइन अनि खाना नखाएपछि त अब शरीर लास्टै विक हुन्छ नि त अब शरीरले कामै गर्दैन होइन शरीरको मांसपेशीहरू अब सबै एकदम कमजोर हुँदै जान्छ होइन अनि त्यति भइसकेपछि त अब हिँड्न बोल्न त्यसै सक्दैन होइन खाना नखाइसकेपछि त त्यसै सक्दैन सो अब बिस्तारै ठिक हुँदै गयो होइन छिटै ठिक होस् अब 1-2 दिनमा रिकभर भयो भने चाहिँ राम्रो हुन्थ्यो भन्ने मेरो सोच हो होइन मेरो कुरा हो होइन लास्टै गर्नु छ गर्मीले बसिसक्नु छैन होइन अब अहिले त धेरै शीतल होइन हिजो आज त धेरै शीतल हो किनकि पानी बेलुका पानी आइरहेको होइन आजभन्दा समथिङ 1 महिना अगाडि 1 महिना भन्छु 1 हप्ता अगाडि त यति गर्मी थियो कि यति गर्मी थियो होइन पुरै छोडौँ होइन तपाईँहरूको गर्मीले यहाँ मान्छे यति पागल भएको थियो कि त्यही माथि लाइन काट्ने किपी ओलीको सालो है यति लाइन काट्यो तपाईँहरूको के छ कसो छ होइन कमेन्ट गर्न सक्नुहुन्छ होइन हाम्रो त्यो लास्टै लाइन काटेर छिनमा सेकेन्डमा लाइन काट्छ दिउँसो पनि लाइन काट्छ है त्यसपछि राति पकाउने बेलाको लाइन काट्छ खाने बेलाको लाइन काट्छ सुत्ने बेलाको लाइन काट्छ जति बेला लाइन काट्छ क्या होइन लाइन काटेको होइन अनि त्यसपछि यसो कोहीसँग फोनमा बोल्न लाग्यो लाइन काटिदिन्छ होइन
यसो के गर्न लाग्यो लाइन काटिदिन्छ, खाना बनाउनु लाग्यो लाइन काटिदिन्छ, सुत्न लाग्यो यसो बेडमा पल्ट लाइन काटिदिन्छ होइन। लाइन नभएपछि त सुत्ने त कुनै वातावरण चान्सै छैन होइन। अब इन्भर्टर छैन केही छैन होइन, सो लाइनबाटै हो सबै होइन। इन्भर्टर त कहाँबाट ल्याएर जोड्नु होइन, सायद त्यही केपिओलीको भान्जो सरी केपिओलीको सालो भएर होला होइन। उस्तो इन्भर्टर त त्यही भएर त्यसले लाइन काटे गरे होइन। लास्ट त्यही गाह्रो भइसक्यो होइन। चोरहरूले देश खतम पारिसक्यो होइन। अनि त्यसपछि के छ तपाईँहरूकोतिर होइन, सबैजना ठिकै हुनुहुन्छ होला, सबै राम्रै चलिरह्यो होला होइन। यति गर्मी छ कि यति गर्मी छ, गर्मीको बारेमा मलाई आज भ्लग गराउनुको मेन उद्देश्य नै मैले गर्मीको बारेमा सेयर गरौँ होइन भन्ने कुरा हो होइन। खाना बनाउँदाखेरि झन् मेन अझै समस्या टोइलेट बस्दा है। तपाईँहरूलाई बाहेक भएन यो कमेन्ट गर्नु होला होइन। टोइलेट बस्दा त चाहिँ यति गाह्रो हुन्छ, गर्मी यति गाह्रो हुन्छ है। म त्यो सम्झिनै चाहन्न कि होइन। टोइलेट लाग्दा नि टोइलेट नजाम कि जस्तो हुन्छ क्या अवस्था कि त्यो गर्मीले क्या होइन। खलल पसिना यहाँ माथिदेखि बसेर होइन बगेर होइन तल पसिना चुइन्छ क्या ट्याप ट्याप होइन, त्यस्तो अवस्था छ होइन। सो गर्मीले चाहिँ लास्टै गराइसक्यो। अनि त्यसपछि त्यही हो होइन, कालो न कालो भयो जङ्गली जस्तो भयो। म चाहिँ अब त्यही भएर यसो छुट्टी लिएर होइन 2-4 दिन 5-7 दिन चाहिँ ट्याक्क घरतिर गएर सर घरतिर चिसो हावापानीसँग होइन रमान्गी भन्ने जस्तो नि लागिरह होइन। त्यही हो बर्खाको बेलातिर अब छुट्टी जान नि त्यही हो होइन, समस्या हुन्छ। अनि बाटो पनि त्यस्तै हुन्छ नि त। सो यस्तै छ, गर्मी छ एकदम होइन। सबैजनाले पानी पिउनु होला, आफ्नो केयर गर्नु होला होइन। त्यो लाइक कमेन्ट सेयर सब्सक्राइबर गरिदिनु होला होइन। सबैजनाले माया गरिदिनु होला होइन। तपाईँहरू हुनुहुन्छ र म छु होइन, म छु र तपाईँहरू हुनुहुन्छ पनि भनौँ न। कुनै न कुनै माध्यमबाट कुनै न कुनै ठाउँबाट त मैले पनि तपाईँहरूलाई सहयोग गरिरहेको होला होइन, गरिरहन्छु होइन। आजको दिन आजसम्म गरेको छैन भने आज होला, नभए भोलि होला होइन, पर्सि होला। त्यस्तै कतै न कतै सहयोग गर्न सकौँला होइन, सहयोग गर्ने अवसर पनि दिनु होला होइन, त्यो भन्न चाहन्छु। सो यति भन्दै आजको भ्लग चाहिँ यहीँ म होइन फिनिस गर्छु होइन। सघाउँछु सबैजनाले माया गरिदिनु होला, सेयर गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला है। अनि सबैजनाले आफ्नो ख्याल दिनु होला। बाई बाई, टेक केयर।